हेर्मिनी त किन डराउँछस्? सबै कुरा सफल हुन्छ, हुनै पर्छ भन्ने पनि छैन र हुन्न पनि। अनि त परको जग्गाको कमिसन मलाई नभनिकिन एक्लै गिटिछस् त? होइन नि बोस, 0.40% मात्रै मलाई राखेर बाँकी सबै तपाईँको खातामा हालिदिएको हो त मैले। मैले त हेर्न भ्या छैन। फेरि हेर, पैसा आएको छैन यताउति भन्ने बहाना बनाइस् होइन नि, फेरि बाँकी राख्दैन, यो कुरो बुझ। मैले त्यसरी गद्दारी गरेर खान जानेको छैन नि बोस। खानी हो, हाक्का हाकी खानी हो, कसैसँग ढाँटेर छलेर खानी बानी छैन मेरो, ट्वाक्क पारेर। हेर्मिनी, मैले भनेको मान्दै जा, तेरो सब चाहना पुरा गरिदिन्छु, नभए तँले दुःख पाउँछस् नि केटा। म तपाईँले जे भन्यो त्यही मान्दै मान्दै त मामा घरसम्म पुगेको नि। धन्न त्यहाँको त्यहीँ भएन, तपाईँको कृपाले धन्न बाहिर आउन पाएँ। छोरा मान्छे हो, जेल नेल स्वतन्त्रता सबै अनुभव गर्नुपर्छ, नत्र छोरा मान्छे भएको वास्तविकता के थाहा पाउँछस् त? यस्तो काममा जेल नेल भोग्नुपर्छ त्यो त मलाई पनि थाहा छ बोस। तर गाउँतिर निस्क्यो मन परेकाहरूले मामा घरबाट कहिले आइस् भनेर सोधेर हैरान बनाउँछन्। त्यसरी मन परेकाहरूले सोद्धाखेरि मनै कटक्क खाँदो रहेछ के बोस, ट्वाक्क पारेर। हेर केटा, मन पर्नेतिर धेरै ध्यान नदे, नभए जिन्दगीभर पछुताउनु पर्ला। जो भित्री मनबाट मन पराइन्छ नि त्यो आफ्नो भाग्यमा कहिले हुन्न, जो आफ्नो भाग्यमा हुन्छ नि त्यसलाई भित्री मनबाट कहिले मन पराइँदैन। हेर, जिन्दगीको रीत नै यस्तो रहेछ भनेर चित्त बुझाउनुपर्छ। भन्नुभएको कुरा त ठिकै लाग्यो, तर मैले अर्थ बुझिनँ नि बोस। यसको अर्थ अहिले बुझ्दैनस्, कहानी लामो छ, तँलाई म बिस्तारै भन्नुला। बोस, प्रेम त भाग्यो नि। प्रेम भागेको मैले थाहा पाइसकेको छु, त त्यसैमा डराएको होलास्, डराउनु पर्दैन। अनि अब त्यो प्रेमलाई के गर्ने त बोस? पहिला जे गरेको थियो त्यही गर्ने, त्यति कुरा पनि मैले भन्नुपर्छ तँलाई? हस् बोस, म अहिले जान्छु।